नमस्ते। आजभन्दा मोटामोटी मलाई जस्तो लाग्छ 35-40 वर्ष अगाडि फगडीको एउटा जुन चाहिँ एउटा गरिमा थियो, हाम्रो आमा बाउहरू जो कमानमा जान्थे र उनीहरूले शुक्रबारको दिन चाहिँ खर्च पाउने गर्दथे र त्यो खर्च पाएपछि चाहिँ आमा बाउहरूले मुरैको डल्ला यस्तोहरू ल्याएको जो शुक्रबारे हाट भन्ने गरिन्थ्यो, त्यो फगडीको ठिक्कै फ्याक्ट्री अथवा गोदामदेखि मुनतिर लाग्ने गर्दथ्यो। त्यो आजभन्दा मोटामोटी 40-45 वर्ष अगाडि जो यहाँनिर अहिले पनि छन् उनीहरूलाई थाहा छ होला होइन भीम दाजु? मेरो एकजना भीम दाजु हुनुहुन्छ मेरो फगडीको मभन्दा अलिकति मोटामोटी हामी समकालीनै होला हौ है, होइन समकालीन होला झन्डै झन्डै, हामी सानो थियौँ। अब भनेपछि 40-45 वर्ष अगाडि कुरा हो, 40-45 त पक्कै हो। हो 5 पैसामा यत्रो मुरै पाउँथ्यो, मुरैको डल्ला पाउँथ्यो, यत्रो मुरैको डल्ला पाउँथ्यो दाजुले भन्नुहुँदैछ। सिंहमलीको आन्टीले बेच्नुहुन्थ्यो। अब हामीलाई थाहा छ दसैँको लुगा, त्यो दसैँको लुगा चाहिँ हामीलाई आमा बाउले चाहिँ त्यो हाटमा चाहिँ त्यो छत्रे लामाकोबाट किनेर ल्या है, किनिदिएको हामीलाई पनि अहिले पनि थाहा छ। छत्रे लामाहरू आउनुहुन्थ्यो मिरिकबाट, दुनियाँभरको ठुलो हाट लाग्थ्यो जो सौरेनी क्षेत्रकै एउटा ठुलो हाटमा गणना हुन्थ्यो शुक्रबारे हाट फगडीको। त्यो शुक्रबारे हाट फगडीको चाहिँ किन चाहिँ लाग्थ्यो भने त्यो दिन चाहिँ हाम्रो कमानको खर्च 15मा लाग्ने हाट हो। बगानको कमानको चाहिँ खर्च दिने र त्यति बेलाको हाम्रो आमा बाउहरूलाई अहिले म सम्झना गर्दैछु। आजको दिन विशेष एउटा दिन छ। यो तपाईँहरूलाई मैले किन भन्दैछु भने आज फगडीको लागि एउटा विशेष दिन छ। त्यो दिनलाई यहाँहरू समक्ष म यहाँ राख्ने मैले प्रयास गरेको छु र दाजु पनि मसँग हुनुहुन्छ। मोटामोटी हामी समकालीन हो है, हामी 1-2 वर्षले ठुलो सानो, अलिकति ठुलो सानोहरू हामी, र हामीलाई थाहा छ। र त्यति बेला हाम्रो आमा बाउको झन्डै 20-30 रुपियाँ हाजिरा थियो होला, र पनि हामीलाई त्यस्तो है भक्कु छोराछोरी हुँदा पनि हाम्रो बाउ आमाले चाहिँ 15 अगस्त आउनुभन्दा अगाडि नै त्यो शुक्रबारे हाटबाट हामीलाई दसैँको लुगाहरू किनिदिन्थ्यो र 15 अगस्तमा त हामी लगाएर जान्थ्यौँ। 15 अगस्त चाहिँ हाम्रो फ्याक्ट्रीमा बनाइने गरिन्थ्यो र फ्याक्ट्रीमा चाहिँ हामी त्यो 15 अगस्तको मिठाई खानु चाहिँ झन्डो उत्तोलन हुँदा चाहिँ हामी त्यो दसैँको लुगा लगाएर जाने गर्थ्यौँ होइन। कति भिड हुन्थ्यो, कति भिड हुन्थ्यो। अब त्यो समय आज फगडीले याद दिलाउँदैछ र यही समयको लागि यहाँहरू समक्ष के चाहिँ रहेछ त्यो समय आजभन्दा 40-50 वर्ष अगाडि फगडीमा जुन चाहिँ एउटा रौनकता थियो। मेरो चियाबारी हो फगडी, म जहाँको बासिन्दा हो। यहाँ हेर्नुहोस् यो वरिपरि यस्तो हरियाली है, र त्यसको चाहिँ जुन चाहिँ एउटा रौनकता थियो आज फेरि पनि फगडीमा चाहिँ फर्केर आएको अनुभव हुँदैछ तपाईँलाई? हुँदैछ होइन? अन्त त्यसले गर्दाखेरि चाहिँ आज फेरि पनि फगडीमा यो एउटा के भनौँ त्यो रौनकता लिएर आज फगडीले फर्किआएको छ। गर्वित छौँ। जुन चाहिँ अब तपाईँको सौरेनी वरिपरिको जति पनि हाम्रो बासिन्दाहरू छन् उनीहरूलाई पनि सुविधा हुने र उहाँहरूलाई पनि यो विशेष आजको जुन चाहिँ एउटा दिन छ, यो दिन यहाँहरू समक्ष के चाहिँ रहेछ भनेर म यहाँहरूलाई म देखाउन गइरहेको छु। भिडियो अन्तसम्म हेर्नुहोस्। त्यो चाहिँ के भन्दाखेरि यहाँहरूलाई म देखाउनु गएको विशेष कुरो चाहिँ त्यो 40-50 वर्ष अगाडिको फगडीको एउटा रौनकता थियो, एउटा विशेष एउटा महत्त्व थियो। त्यो शुक्रबारे हाट भन्ने जुन चाहिँ लागिन्थ्यो त्यही रौनकता आज फर्केर आएको छ फगडीमा। हुन त हाट भन्ने त तपाईँको मोटामोटी बाङ्गे हाट भनिन्छ, कता कता जतासुकै लागिन्छ, तर यहाँको जुन चाहिँ एउटा हाट छ विशेष महत्त्व बोकेको छ। यसलाई हामी एउटा अर्ग्यानिक हाट भनेर पनि भन्नु सकिन्छ, किनभने यो भ्यालीमै तपाईँको पसिना चुहाउँदै तल त्यो दुधेको बाङ्गे हाटमा त हामी हिँडेको हुन्छौँ, हत्तु हैरान भएर हिँडेको हुन्छौँ। तर यहाँनिर वरिपरि त्यस्तो भइरहेको थियो, तर यहाँ वरिपरि चाहिँ तपाईँको हरियो चियाबारी है, गोरेटोभित्र एउटा हाट लागेको, जहाँ जुन चाहिँ हाटमा चाहिँ तर मधेसको व्यापारीलाई मात्रै नभएर चाहिँ मधेसको व्यवसायीहरूलाई मात्रै नभएर स्थानीय व्यवसायीहरूलाई पनि यहाँ जग्गा दिएको छ, उनीहरूलाई पनि यहाँ निमन्त्रणा गरिएको छ। र आज चाहिँ त्यो जुन चाहिँ हाटको यहाँहरूलाई म देखाउन गइरहेको छु त्यो चाहिँ हो फगडीको हाट। र हेर्नुहोस् यहाँहरूले यो बारेमा के प्रतिक्रिया दिनुहुन्छ, प्रतिक्रिया पनि दिनु होला। थ्याङ्क यू। अब यहाँहरूलाई म देखाउन गइरहेको छु हाटको दृश्य, आजको यो अर्ग्यानिक हाट। लु हेर्नुहोस् वरिपरि चियाबारी बिच यसरी स्थानीयहरूको पनि धेरै अब तपाईँको व्यवसाय भएको छ। भाइ आज यो नयाँ हाटमा तपाईँलाई कस्तो लाग्दैछ? एकदम राम्रो। दामी लाग्दैछ? राम्रो लाग्दैछ?
ल ल सधैँभरि आउनु राम्रोसँग है र सस्तोमा बेच्नु एकदमै ल ल ल लु हेर्नुहोस् यो फगडीको यो हाट लु हेर्नुहोस् हो लु लु कस्तो लाग्दैछ हाट भाइ ओ फर्स्ट हाट कस्तो लाग्दैछ सबैलाई स्वागत गर्दैछ लु लु हेर्नुहोस् कुन चाहिँ हो यो 50 रुपियाँको अरे तपाईँहरू पहिला बाङ्गेमा पनि जान्थ्यो बाङ्गे जानुहुन्थ्यो सस्तोमा दिनुहुन्छ है लु हेर्नुहोस् यहाँ हेर्नुहोस् चप्पलहरू यसरी लु आज पहिलोचोटि तपाईँहरूले यहाँनिर हाट लगाउँदा कस्तो महसुस भइरहेको छ भाइ खुसी लागेको छ यहाँ फगडीको हाट यस्तो जग्गामा कहिले हाट लगाएको थियो यस्तो वरिपरि चियाबारीमा होइन यस्तो चियाबारी भएकोमा त तपाईँहरूले त कहिले हाट लगाउनु भएको थिएन होला यो त अर्ग्यानिक हाट भन्दा हुन्छ र हेर्नुहोस् हाट फगडीको यो पहिलो हाट हो तपाईँ कहाँबाट आउनु भएको खोप्रेलबाट पहिला त मैले कहाँ लाउनुहुन्थ्यो हाट लाउनुहुन्थ्यो है र यस्तो खालको जग्गामा हाट कहिले लगाउनु भएको थियो लगाउनु भएको थिएन है लु हेर्नुहोस् वरिपरि चियाबारी भएकोमा है यसलाई अर्ग्यानिक हाट भन्दा हुन्छ लु हेर्नुहोस् कस्तो दामहरू कस्तो छ सस्तोमै दिनुहुन्छ है ल ल लु हेर्नुहोस् यो अर्ग्यानिक हाट है यो तलबाट पनि आउँदैछ सबै अब हाट भर्नु हेर्नुहोस् यस्तो ठाउँमा चाहिँ सायद हाम्रो वरिपरि चाहिँ अब यो हाट यो खालको जग्गामा हाट लागेको चाहिँ यो प्रथमचोटि होला भाइ हाट गर्नु हाटको लागि आएको ए राम्रो लाग्दैछ यहाँ हाट लागेको लु हेर्नुहोस् अब लु राम्रोसँग ल तपाईँ के को दोकान छ हामी त लुगाको दोकान छ हामी सिलगढी बस्छ सिलगढी बस्नुहुन्छ हाट त एकदम दामी लाग्यो बिक्री त भगवानको हातको भोले हातको एकदमै कन्टिन्यूमा आउनुहुन्छ आइतबार आइतबार कन्टिन्यू अच्छा ठिक छ राम्रोसँग लगाउनुहोस् लु हेर्नुहोस् हाट लु हाट है यहाँ एकदमै गाउँघरमै हाट आइपुग्यो धेरैजनाले हाट भर्दैछ भाइहरू त हाट कमिटीको हो भाइहरू हाट कमिटीकोहरू हो होइन अच्छा हाट कमिटीको लागि एउटा विशेष कुरा नि हाट चाहिँ अब एकदमै राम्रो सबै प्राय खुसी छ नि है तर यहाँनिर चाहिँ तपाईँको हाटमा लाग्नुपर्ने सम्पूर्ण चिजहरू त आउँछ स्थानीय व्यवसायहरू पनि आउँछ स्थानीय व्यवसायलाई चाहिँ हामीले मेन त अब हिजो बस्तीकोहरू चिजहरू आइपुगेको छ है स्थानीय व्यवसायहरूलाई पनि तपाईँहरूले चाहिँ यहाँ यो स्थान छ गर्नुको मोटिभ स्थानीय हामीलाई चाहिँ कसरी बिजनेस गर्नुपर्ने सिक्नुको लागि पनि हो प्लस अब स्थानीयलाई प्रमोट गर्नु पनि प्रावधान पनि स्थानीयलाई दिएको छैन अच्छा सुन्नु नि यहाँनिर जाँड रक्सीहरूको चाहिँ त्यति उयो छैन एलाउ छैन गुड भेरी गुड विशेष चाहिँ यहाँनिर छैन है त्यो चाहिँ एकदमै राम्रो तपाईँहरूको ल एकदम तपाईँहरूलाई शुभकामना छ ल र हेर्नुहोस् एकदमै तपाईँहरूको कस्तो छ हौ यहाँ कस्तो लाग्यो तपाईँहरूलाई यो हाट राम्रो लाग्यो है यस्तो जग्गामा तपाईँहरूले हाट कहिले लगाएको थियो होइन यस्तो चियाबारीको एकदमै ठाउँमा लगाउनु भएको थियो यसलाई चाहिँ अर्ग्यानिक हाट भन्दा हुन्छ अर्ग्यानिक हाट हाम्रो चाहिँ यो एउटा अर्ग्यानिक हाट लु राजेश बडाकोबाट चाहिँ भयो यसको नाम चाहिँ भयो फगडी अर्ग्यानिक हाट गुड फगडी अर्ग्यानिक हाट भन्दैछ मैले भनेको थिएँ भाइ के कस्तो लाग्यो के नाम अरे यसको यो हाटको नाम फगडी अर्ग्यानिक हाट गुड फगडी अर्ग्यानिक हाट र अर्ग्यानिक हाट लु हेर्नुहोस् यस्तो हाट लागेको छ केही क्षति छैन लु हाम्रो स्थानीयहरूमा आउनु भएको रहेछ कहाँबाट आउनु भएको तपाईँहरू सौरिनी बस्तीबाट है पहिला तपाईँहरू जानुहुन्थ्यो हाटतिर बाङ्गे मिरिक जानुहुन्थ्यो अच्छा यस्तो जग्गामा तपाईँहरूले चाहिँ हाट पहिला लगाउनु भएको थियो यो खालको चियाबारीको छेउछाउमा मजाको रमाइलो जग्गामा कहाँ लगाउनु भएको थियो नोलमा है तर नोलमा कस्तो चल्थ्यो दुईटै राम्रो नचलेरै हो भनेपछि यहाँ चाहिँ तपाईँहरूलाई आशा कस्तो छ राम्रो चल्छ होला अच्छा यसलाई चाहिँ भाइहरूले भन्दैछ यसको नाम चाहिँ तल कतिजनाले बाङ्गे हाट भनेको छ कतिजनाले के भन्छ यसको नामकरण चाहिँ भन्दैछ भाइहरूले फगडी अर्ग्यानिक हाट अरे अर्ग्यानिक हाट भनेपछि त तपाईँहरूलाई त एकदमै उयो भयो नि त ल
लु भगडी अर्ग्यानिक हाटमा भाइहरू पनि भगडी अर्ग्यानिक हाट अरे खुसी लाग्यो राम्रो छ बाङ्गे जानुभन्दा त यहाँ ठिक छ नि ऊ सबैले लु योहरू के हो लु भन्नु यो मकैको सतुवा चानाको सतुवा कोदोको पिठो मकैको च्याक्ला गुन्द्रुक कालो दाल हल्दी यो लोकल अन्डा यहाँ हेर्नुहोस् र तपाईँ के भन्नुहुन्छ एकदमै तपाईँहरूले चाहिँ कम्ती मूल्यमै तपाईँहरूले है सस्तो प्राइसमै दिनुहुन्छ यहाँ हाम्रो लोकल बहिनीहरू हुनुहुन्छ है हाटमा लु हेर्नुहोस् यहाँनिर हाट भर्ने मान्छेहरू है अच्छा दाजु तपाईँलाई कस्तो लाग्दैछ तपाईँ त बिजी हुनुहुन्छ अहिले फगडीमा आउनु बित्तिकै बिजी हुनुभयो कस्टमर है र यसलाई चाहिँ के भन्दो रहेछ भने विभिन्न नामहरू छ कि यसलाई चाहिँ भन्दो रहेछ फगडी अर्ग्यानिक हाट अरे है अर्ग्यानिक हाट अरे फगडीको लु हेर्नुहोस् यो ओपनिङ हो यसको नाम चाहिँ भन्दैछ फगडी अर्ग्यानिक हाट र कहाँबाट आउनु भएको तपाईँ नक्सलबाट है अच्छा तपाईँ कहाँ कुन जग्गा जानुहुन्थ्यो हाटमा अनि त्यस पछाडि बुङकुलुङ अच्छा अच्छा यहाँनिरको तपाईँलाई हाट जुन चाहिँ हाट कस्तो लाग्यो अब हेरौँ आज फर्स्ट हो होइन नि यो ठाउँमा जुन चाहिँ हाट यस्तो रमाइलो ठाउँमा तपाईँले देख्नु हुँदैछ वरिपरि चियाबारी जग्गा राम्रो छ है लु हेर्नुहोस् यति रमाइलो जग्गा चिसो फेरि मान्छेलाई घुम्नु आउँदा पनि राम्रो हुन्छ नि होइन अच्छा तपाईँको यो के सामानहरू बेच्नुहुन्छ तपाईँले चाहिँ अच्छा 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 लु हेर्नुहोस् बहिनी कहाँबाट आउनु भएको तपाईँ नक्सलबारीबाट एउटै टिम है र एकदमै तपाईँले दाम त बेसी भन्नुहुन्न होला तपाईँ बाङ्गे यो मन पर्यो यो जग्गा यसको नाम चाहिँ फगडी अर्ग्यानिक हाट अरे भन्दैछ अरे अरे हेर्नुहुन्छ है ए अमुइनीमा हेर्नुहुन्छ मलाई ल धन्यवाद अमुइनीको जुस खाने पुलिस है म घुस खाने होइन जुस खाने पुलिस यहाँनिर तपाईँ भनेपछि आउनुभयो है कस्तो लाग्दैछ यो ठाउँ राम्रो वरिपरि यस्तो चियाबारी भएको है छैन है र यहाँ कस्तो लाग्यो तपाईँलाई राम्रो लाग्यो कन्टिन्यू आउनुहुन्छ सधैँ आउनुहुन्छ मान्छेलाई अब दाम कामहरू पनि एकदम बाङ्गेमा जस्तो दिनुहुन्छ त्यस्तै दाममा अच्छा अच्छा बाङ्गेमा जस्तो दिनुहुन्छ त्यही दाममा अरे हो र सबैजना आइदिनुहोस् हो सबैजनाले आइदिनुहोस् लु हेर्नुहोस् यहाँ हो लु लु ल ल ल कस्तो लाग्दैछ यहाँको हाट राम्रो लाग्दैछ है बाङ्गेमा पनि थियो होइन तपाईँहरू बाङ्गेमा पनि थियो तपाईँहरू है अच्छा बाङ्गेकै दाममा तपाईँहरूले यहाँ सबैलाई दिनुहुन्छ नक्सलको दाममा ओके 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 र यहाँ तपाईँलाई कस्तो लाग्दैछ नक्सलको दाममै यहाँ जग्गा कस्तो लाग्दैछ तपाईँलाई एकदम राम्रो लाग्दैछ अर्ग्यानिक यसको नाम पनि अर्ग्यानिक हाट अरे अर्ग्यानिक हाट अरे है हो लु यो आजदेखि सुरु भएको यो हाट र यहाँ भाइले यहाँनिर लु हेर्नुहोस् यो हाटमै माछाको पनि सुरु भएछ हो भाइ कहाँबाट नक्सलबाट है अन्त कुन चाहिँ दाम चाहिँ कस्तो छ भाइकोमा 200 रुपियाँ भनेपछि तपाईँको एकदमै सस्तो मूल्यमै रहेछ यहाँ 220 रुपियाँहरू भन्छ है माछा अब एकदमै घर आँगनमै आएको छ यसको नाम चाहिँ फगडी अर्ग्यानिक हाट अरे है फगडी अर्ग्यानिक हाट अरे र यहाँ भाइहरू फेरि लु हेर्नुहोस् यो फाक्सा सुँगुरको मासु पनि सुरु भयो सुरुदेखि नै मान्छेले त्यही नै चाहन्छ हो अर्को हप्ता खसी आउँछ अरे र यहाँनिर चाहिँ विशेष मलाई चाहिँ यहाँ यो हाटको चाहिँ मलाई के राम्रो लाग्यो भने हेर्नुहोस् अब त्यसै पनि घुमौँ लाग्दो यो तपाईँको जग्गा है यस्तो जग्गामा हाट त अब देखिएको थिएन नै आउँछ यस्तो राम्रो जग्गामा हाट है अब यो वरिपरि पनि हेर्नुहोस् यो हरियाली है र
भाइहरू पनि एकदम बिहानदेखि लागि परेको मैले देख्दैछु हो। र विशेष गरी चाहिँ मलाई यो हाटको एउटा कुरा चाहिँ के राम्रो लाग्यो भने हाट कमिटीको एउटा कुरा चाहिँ के राम्रो लाग्यो भने यहाँ जाँड रक्सीलाई चाहिँ एलाउ गरिएको छैन। जाँड रक्सी एकदम बिक्री नगर्ने भनेर भनिँदैछ। यही चाहिँ मलाई राम्रो लाग्यो, जाँड रक्सी चाहिँ एकदम बिक्री नगर्ने भनेर। किनभने झगडा हुने, हाट नचल्ने यो सब चाहिँ विशेष चाहिँ जाँड रक्सी नै हो। र यहाँहरूले हेर्नुहोस्, आउनुहोस्, एकदमै नक्सलको दाममा भनेर भन्दैछ है। यो अर्ग्यानिक हाट, फगडी अर्ग्यानिक हाटमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। र तपाईँहरूले सेयर पनि गरिदिनुहोस् र कस्तो लाग्यो यहाँहरूलाई है कमेन्ट गरिदिनुहोस्। यही हो, लु हेर्नुहोस् बाटोको छेउमा फगडीको यो अर्ग्यानिक हाट। र सबैलाई यो हाटमा हाट कमिटी मार्फत स्वागत गर्नुभएको छ। र जति पनि सौरेनी क्षेत्रका अथवा मिरिक क्षेत्रकै मानिसहरू जति पनि हुनुहुन्छ उहाँहरू आएर एकदमै सुपथ मूल्यमा है, एकदमै कम्ती दाममा, नक्सलकै दाममा चाहिँ होलसेल दाममा चाहिँ यहाँ भन्नुहुँदैछ होलसेल दाममै यहाँहरूले आफ्नो के दैनिक व्यवहारमा लिने सामग्रीदेखि लिएर दैनिक व्यवहारमा लिने सामग्रीहरू यहाँहरूले एकदमै होलसेल दाममा यहाँ प्राप्त गर्न सक्नुहुनेछ। आज फगडीमा आजको 40-50 वर्ष पछाडि लागेको यो हाट हो। 40-50 वर्ष अगाडि जुन चाहिँ शुक्रबारे हाट थियो त्यस्तो हाट चाहिँ आज फगडीमा फेरि पनि तपाईँको सुरु भएको यहाँहरूलाई जानकारी गराउँदछु। थ्याङ्क यू।